गर्ने भन्दाखेरि एकचोटि मेरो एकजना साथी हुनुहुन्थ्यो कि अनि उहाँलाई मैले सोधेँ म चाहिँ के गर्ने अब म चाहिँ फेरि एउटा ज्योतिषलाई एकदम विश्वास गर्ने मान्छे हो है फेरि किन भन्दाखेरि मैले मेरो आफ्नो जन्म त्यो हेरेर के गर्दाखेरि भन्दाखेरि तिम्रो स्किल सिक्दा ठिक हुन्छ भन्नुभएको थियो तिवारी फर्स्ट अफ अल त काठमाडौँ फ्यामिलीलाई सबैजनालाई धन्यवाद अनि हाम्रो म्याम सुस्मिता म्याम अनुमा म्याम उहाँ सर फर्स्ट उहाँलाई थ्याङ्क यू किन भन्दाखेरि उहाँले हामीलाई यस्तो मोटिभेट गर्नुभयो कि होइन गर्नुपर्छ के हुन्छ र सर मेरो त एज यति भइसक्यो नि भन्दाखेरि होइन के हुन्छ कति मान्छेहरू गर्नुहुन्छ अनि त्यो सँगसँगै म्यामसँग 2-3 दिन क्लासहरू गऱ्यौँ हामीले अनि सबैभन्दा धेरै चाहिँ अनुमा म्यामसँग भयो होइन जे जस्तो भयो अनि यहाँ सपोर्ट गर्नुहुने के पोजिटिभमा गर्ने उहाँ म्यामको चाहिँ एकजना म्यामको नाम चाहिँ थाहा छैन मलाई उहाँको चाहिँ सुस्मिता मेरो नाम चाहिँ अस्मिता हजुर अनि उहाँ सबैजना सर म्यामहरूलाई थ्याङ्क यू अनि त्यस पछाडि भनेको के म चाहिँ एकदम नयाँ है मेरो लागि चाहिँ केही कुरा नै छैन क्या जस्तै म चाहिँ कस्तो भने चाहिँ म केयर गिभर भनेको कुरा मलाई एउटा नलेजै थिएन म चाहिँ फाइनेन्सको स्टुडेन्ट हो होइन अनि मेरो चाहिँ कस्तो थियो भने म चाहिँ ब्याचलर कम्प्लिट भएको थिएन 4th इयरको अनि त्यस पछाडि अनि मेरो म चाहिँ म्यारिड पनि हो अनि म के गर्ने अब विदेश जाने अब आफ्नो सबैजना त आफ्नै किसिमले आउनुहुन्छ नि त म चाहिँ विदेश जाने भन्दाखेरि अब कसरी जाने कहाँ जाने कता जाने होइन केमा जाने अनि एकचोटि त म ब्याक पनि भइसकेको कि मतलब मेरो भिजा आएन अनि त्यस पछाडि म के गर्ने भन्दाखेरि एकचोटि मेरो एकजना साथी हुनुहुन्थ्यो कि अनि उहाँलाई मैले सोधेँ म चाहिँ के गर्ने अब म चाहिँ फेरि एउटा ज्योतिषलाई एकदम विश्वास गर्ने मान्छे हो है फेरि किन भन्दाखेरि मैले मेरो आफ्नो जन्म त्यो हेरेर के गर्दाखेरि भन्दाखेरि तिम्रो स्किल सिक्दा ठिक हुन्छ भन्नुभएको थियो अनि म चाहिँ त्यो एकदम भाषा हेरेर जन्म सबै हेरेर आएको है फेरि म चाहिँ कहाँ जाने के गर्ने भन्नुभयो अनि त्यसपछि यहाँ आएँ आउँदाखेरि सबैजना पहिला त म कहाँ आएँ जस्तो नि भएको थियो होइन किनकि म फर्स्ट डेमा म्यामले पढाउँदै हुनुहुन्थ्यो त्यो के थियो भन्दाखेरि चाहिँ यो ब्याडमिन्टनको बारेमा थियो होइन अनि म सोच्थेँ अनि ब्याडमिन्टनको बारेमा थियो सुरुको सट्टा आउँदाखेरि चाहिँ यो स्टुलको बारेमा पढ्नु पऱ्यो त ला म त कहाँ बसेको क्या अनि त्यस पछाडि ल ठिक छ के भयो पनि अब आइहाल्यो अब गर्छु भन्ने जस्तो भयो होइन अनि त्यस पछाडि अनुमा म्यामले पछि उहाँ 2-4 दिन म्यामसँग पढेँ अनि पछि अनुमा म्यामसँग पढेँ अनुमा म्यामले राम्रोसँग पढाउनु भयो बुझाउनु भयो थ्याङ्क यू सो मच म्याम होइन हजुरलाई पनि थ्याङ्क यू अनि त्यसको सँगसँगै ओजिटीको लागि चाहिँ लगिदिनु हुने उहाँ म्यामको नाम थाहा छैन एउटा नाम छ त्यो थाहा छैन अनि उहाँ म्यामले ओजिटी लगिदिनु भयो अब फर्स्ट दिन त फेरि अर्को तनाव आयो कि फर्स्ट दिन चाहिँ फेरि के भयो भन्दाखेरि ला फेरि कहाँ आयो भयो अनि त्यस पछाडि भनेको फेरि अनि यसो हेर्दै गयो मलाई चाहिँ एडजस्टहरू कस्तो गाह्रो भइरहेको थियो कि अल्लाह म त अब पेसेन्स लेभल मसँग छ होइन मसँग कम्युनिकेसनहरू पनि छ म गर्न सक्छु तर मलाई कस्तो भयो भने कहाँ आएँ मैले गर्ने होइन कि क्या हो भने जस्तो पनि भयो कि म त कहाँ आएँ म त के अरे फाइनेन्सको स्टुडेन्ट त्यही पास गरेर गरौँ कि क्या हो ब्याङ्कतिर जब गरौँ कि क्या हो भन्ने नि आएको थियो कि त्यसको पहिलो दिन चाहिँ सो सबैजनालाई म के भन्न चाहन्छु नयाँ सिक्दै गरेकोहरूलाई चाहिँ सब अगाडि भन्ने कुरा केही पनि आउँदैन कि अगाडि चाहिँ म आउँछु गर्छु भन्नुभयो भने केही आउँदैन गर्दै जाँदा आउने हो होइन अनि कम्युनिकेसन चाहिँ एकदम हुनुपर्छ अनि धैर्य चाहिँ हुनु पऱ्यो कि उहाँले अब बोलाइराख्नुहुन्छ उहाँहरू त कस्तो हामीले चाहिँ कस्तो सोचिराख्नु पऱ्यो भने उहाँ चाहिँ बिरामी हो बस त्यति सोच्नु केही नसोच्नु होला है उहाँ चाहिँ बिरामी हो भनेपछि अनि चाहिँ उहाँहरू बिरामी हो भनेर मतलब उहाँहरूले जति पनि भन्नुहुन्छ जति पनि अब त्यतिखेर चाहिँ एकदम धैर्यले सुन्नु होला त्यही हो मेरो चाहिँ एक्सपिरियन्स राम्रै भयो